हेलो एभ्रिवान, हजुरहरूलाई फेरि पनि मेरो मिनी ब्लगमा स्वागत छ। त्यसैगरी आज शनिबारको दिन हामी भने चाहिँ शिवझट्टा हाइकिङ गएको थियौँ, जुन चाहिँ एकदमै रमाइलो भएको थियो। बिहानै 6 बजे नै हामी घरबाट निस्किएर शिवझट्टा चाहिँ हामी 9:30 बजीतिर पुगिसकेको थियौँ भने बाटोमा जाँदा जाँदै प्यास लाग्यो र तिर्खा मेटाएर हामी भने लाग्यौँ शिवझट्टाको सिँढीतर्फ। र यहाँ चाहिँ शिवझट्टाको मन्दिर र मन्दिरमा चाहिँ किन नछिरेको भन्दाखेरि मलाई भने चाहिँ जुटो छ। त्यसै गरी शिवझट्टा प्रवेश गर्ने क्रममा पर पर्सन चाहिँ 10 रुपियाँ टिकट लाग्दो रहेछ। र शिवझट्टाको मुनिको झरना भने चाहिँ पहिरोले सबै भत्काएको रहेछ र झरना चाहिँ माथि जाँदाखेरि अलिक एडभेन्चर तरिकाले जानु पर्दो रहेछ। र माथि पुगेपछि झरनाको हावाले तातो जिउ एकैछिनमा चिसो भइसकेको थियो र भिड भने चाहिँ आज शनिबार भएर होला एकदमै धेरै भएको थियो। भने हामी चाहिँ फुलमुनि झर्यौँ किनकि माथि भने एकदमै धेरै भिडभाड थियो र हामीले घरबाटै खानेकुराहरू पनि ल्याएको थियौँ। भने हामीले जाडो भएर आगो ताप्यौँ, गेमहरू खेल्यौँ, बुक्की बनायौँ फुलहरू टिपेर र रमाइलो भयो एकदमै धेरै। किनकि हाइकिङ गर्नु चाहिँ मलाई एकदमै धेरै मनपर्छ। त्यसै गरी हामीले सबै नुहाएर भ्याइसकेपछि सिस्नो टिप्यौँ घरमा लग्नका लागि। र आजको लागि यति नै। थ्याङ्क्स फर वाचिङ गाइस।